हाई ममाज, करेन्टली म चाहिँ 37 विक्स प्लस प्रेग्नेन्ट हुँ र म आज यहाँहरू समक्ष हस्पिटल ब्याग प्याक गरेर देखाउन गइरहेको छु सो द्याट यसले हजुरहरूलाई पनि हेल्प गर्नेछ ब्याग प्याकिङमा। फर्स्टमा चाहिँ म मम्माको आइटमबाट सुरु गर्दैछु बाथ टावेलबाट। बाथ टावेल मैले एउटा राखेँ। खासमा म बसेको एरियामा चाहिँ हस्पिटलले नै मम्माज एन्ड बेबीलाई टावेल प्रोभाइड गर्छ, तर पनि मैले एउटा बाथ टावेल राखेँ। त्यसपछि भने म ममको लागि दुईटा कम्फर्टेबल 2 सेट कपडा राख्दैछु। यो चाहिँ एकदमै कम्फर्टेबल हुन जरुरी छ, किनभने हजुर आफू पनि पेनमा हुनुहुन्छ र ब्रेस्ट फिड गर्नुपर्ने भएकोले गर्दाखेरि कम्फर्टेबल कपडा रोज्नु होला ब्यागमा राख्न चाहिँ। अब भने म यहाँ केही ब्राहरू अनि पेन्टिज राख्दैछु र हजुरहरू यदि फर्स्ट टाइम मम हुनुहुन्छ भने छुटाउनै नहुने कुरा भनेको निपल क्र्याक क्रिम राख्नु नबिर्सिनु होला। हजुरहरूलाई फर्स्ट ब्रेस्ट फिड भएकोले गर्दाखेरि पेन हुनसक्छ। त्यस पछाडि म एकदमै कम्फर्टेबल वार्म स्लिपर्स राख्दैछु 1 सेट। त्यसपछि टोइलेट्रिजमा एकदमै आवश्यक सामानहरू मात्र म राख्न गइरहेको छु। त्यसमा एउटा भने शावर जेल, अनि अर्को हेयर वास, अनि अर्को भने टुथपेस्ट राख्दैछु। अब भने म हस्पिटल स्टेको लागि भनेर मैले स्पेसल हस्पिटल स्टे गर्दाकै निम्ति भनेर ब्रस लिएको छु। एकदमै सफ्ट छ यो ब्रस चाहिँ। हजुरहरूको दाँतहरू एकदमै कमजोर भएको हुन्छ त्यो टाइममा, त्यही भएर एकदमै सफ्ट ब्रस मात्रै युज गर्नु होला। त्यसपछि म अरू सामानहरूमा एकदमै चाहिने मेन्डेटरी सामानहरू मात्रै राखेको छु। त्यसमा चाहिँ एउटा काइयो, अनि हेयर टाइज ठुलोवाला र सानोवाला, अनि त्यसपछि लिप बाम, अनि फेस मोइस्चराइजर र यो चाहिँ बडी मोइस्चराइजिङ क्रिम लिएको छु। यो चाहिँ एकदमै छुटाउनै नहुने कुरामा पर्छ। कतिपय ममहरूले मेकअपको धेरै आइटमहरू बोक्नु भएको हुन्छ, तर मलाई चाहिँ त्यो खासै युजफुल हुन्छ जस्तो लाग्दैन, किनभने आफ्नो ज्यान सम्हाल्न गाह्रो भइरहेको हुन्छ, प्लस पेन हुन्छ, अनि हामीहरू मेकअपहरू गरेर बस्न सक्छौँ जस्तो चाहिँ लाग्दैन। स्पेसल्ली मेरो केसमा चाहिँ मलाई चाहिँ त्यस्तो जोस जाँगर चलेको थिएन अब फर्स्ट बेबीको टाइममा। त्यही एक्सपिरियन्सको आधारमा चाहिँ मैले अरू अनावश्यक सामानहरू बोकिनँ। केही आवश्यक सामानहरू हजुरहरूलाई छ जस्तो लाग्छ भने प्लिज डु कमेन्ट। मलाई पनि केही छुटेको जस्तो फिल भयो भने म हजुरहरूलाई अपडेट गराउने नै छु। अब भने प्याडको पालो आएको छ। मेटर्निटी प्याडहरू धेरै खालको पाउँछ, तर मलाई भने यो पोइजो प्याड एकदमै मन पर्यो र मैले यही प्याड राखेँ। यो चाहिँ मैले फर्स्ट बोर्नमा पनि यही युज गरेको थिएँ, गर्न त धेरै गरेँ, तर यो प्याड चाहिँ एकदमै हाइली एब्जर्ब गर्ने भएकोले गर्दा यो एकदमै कम्फर्टेबल, थिक अनि राम्रो लाग्यो मलाई। अब भने म यहाँ नर्सिङ प्याड राखेँ, केही नर्सिङ प्याडहरू राखेँ। यसै गरी अब भने म ममको लागि यो विन्टरमा एकदमै युजफुल हुने सामान भनेको रोब राख्दैछु। यसले भने ममलाई न्यानो गरेर राख्न मद्दत गर्छ। यति नै हो ममको स्टफहरू। अब पनि म बेबीको स्टफहरू राखेर हजुरहरूलाई देखाउन गइरहेको छु। बेबीको स्टफमा चाहिँ मैले केही न्यापिजहरू राखेँ। त्यसपछि न्यापिज पछि हामीलाई चाहिने भनेको बेबी वाइप्स हो। बेबी वाइप्स राख्दैछु अब म। अब भने बेबी मोइस्चराइजिङ लोसनको पालो आएको छ। बेबी मोइस्चराइजिङ लोसन पनि राख्न नबिर्सिनु होला। बेबी सावर जेलहरू चाहिँ यहाँ चाहिँ हस्पिटलले नै प्रोभाइड गर्ने भएकोले गर्दा मैले त्यो राखिनँ। यदि हजुरहरूको लोकेसनमा त्यो हस्पिटलले प्रोभाइड गर्दैन भने चाहिँ राख्न नछुटाउनु होला। अनि अर्को भने न्यापी र्यासेस क्रिम राखेँ मैले यहाँ। न्यापी र्यासेस क्रिम पनि अब सुरुदेखि नै न्यापी लाउने भएकोले गर्दा हामीले त्यो पनि छुटाउनै नहुने कुरामा पर्छ। त्यसपछि भने फिडिङ बोतल पनि इनकेस हाम्रो ब्रेस्ट मिल्क मजाले आएन, इनफ आएन भने फर्मुला खुवाउनु पर्ने हुन्छ, त्यही भएर एउटा बोतल पनि राख्न नबिर्सिनु होला।
त्यसपछि भने म मुस्लिम ऱ्याप राख्दैछु। यो मुस्लिम ऱ्याप चाहिँ बच्चाको लागि यसो बर्पिङ गराउँदा ओर्दा राख्न एकदमै सजिलो कम्फर्टेबल कटनको भएकोले गर्दा एकदमै कम्फर्टेबल हुन्छ। त्यो पनि राख्न नबिर्सिनु होला। त्यसपछि बेबी ब्ल्याङ्केट पछाडि मैले बेबीको लागि एकदमै कम्फर्टेबल हुने खालको कटन क्लोथ्सहरू राखेको छु। यसै पनि स्वाडल गरिन्छ हस्पिटलमा, त्यही भएर एकदमै थिक कपडा पनि त्यस्तो आवश्यक ठानिन। त्यही भएर मैले केही कटनको क्लोथ्सहरू राखेँ। त्यसपछि पनि म यहाँ केही पेयर अफ सक्स राख्दैछु बच्चाको लागि। सक्स राखेँ। त्यस पछाडि एउटा पन्जा 1 सेट पन्जा राखेको छु। त्यसपछि सिङ्गलेट्स राख्दैछु म केही। अनि त्यस पछाडि एउटा क्याप राख्दैछु। यो चाहिँ कटनकै हो, एकदमै सफ्ट छ। अब भने म यहाँ थिक ब्ल्याङ्केट राखेँ। एक सेट ब्ल्याङ्केट अनि 2टा पेन्ट, एउटा सक्स अनि एउटा विदाउट सक्स वाला पेन्ट राखेको छु। अनि मैले त्यसकै टप्स, थिकवटा टप्स अनि त्यसपछि क्याप अनि पिप राखेँ। खासै बाक्लो कपडाको त आवश्यक छैन, किनभने हामी हस्पिटलमा पनि सडल गराएर नै राख्छौँ, घरमा पनि न्यानो नै गरेर राखेको छु। तर पनि हस्पिटल टु घर आउँदाखेरि चिसो नलागोस् भन्नको निम्ति केही थिक कपडाहरू पनि राखेको छु। यस्तै छन् आजको मेरो ब्यागमा समावेश सामग्रीहरू। केही छुटेको भए म हजुरहरूलाई अपडेट गराउने छु। थ्याङ्क यू फर वाचिङ।